नेपालमा अहिले नवसामन्तवादको उदय भएको सङ्केत देखिँदैछ। सुगमवासी बस्तीमा डोजर चलाउँदै सर्वहारा वर्गको ढिफास लगाउँदै सरकार नेपाली जनताले गलत मान्छेलाई साथ दिएको अनुभूति अहिले गर्दै आएका छन्। ल हेर्नुहोस् दर्शकबिन, एकजना अपाङ्ग बालाई सरकारी कर्मचारीले कसरी धकेल्दैछन्। नेपालमा विगत 20 वर्षसम्म भ्रष्टाचारले चरम सीमा पार गर्यो, जसको कारणले नेपाली जनताले नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीलाई झन्डै 2/3 बहुमत दिएर सरकारमा पठाए। तर त्यही सरकारले जनविरोधी कामहरू सञ्चालन गरिरहेको छ। गरिब सर्वहारा वर्गको झुपडी भत्काउँदै जनताको हक अधिकारमाथि कुठाराघात गर्दै आएको छ। नेपालमा नयाँ सामन्तवादको उदयसँगै नेपाल ठूलो गृहयुद्धमा जाने सङ्केत देखिँदैछ। नयाँ बनेको सरकारले धेरै सोचबुझका साथ आफ्नो कदम अगाडि बढाउनु पर्ने देखिन्छ।